यो दुईटा नोट चाहिँ देख्न सक्नुहुन्छ नक्कली नोट हो। यसको नम्बर पनि सेम छ अरे र यो चाहिँ सक्कली नोट हो। आज सक्कली र नक्कली नोट कसरी छुट्याउने त भन्ने कुरा भन्न गइरहेको छु म। यो नक्कली नोटको चाहिँ नम्बर पनि सेम छ, हेर्न सक्नुहुन्छ। र यसलाई छुट्याउनलाई मेसिन भए त मेसिनले छुट्याइदिइहाल्छ। सक्कली नोट यसरी टल्किन्छ र नक्कली नोट हेर्न सक्नुहुन्छ कागज जस्तै हुन्छ, केही पनि हुँदैन। र मेसिन नभएको बेलामा कसरी छुट्याउने त यो पनि म भन्न गइरहेको छु। मेसिन नभएको बेलामा नोटलाई यसरी लाइटतिर फर्काउने र त्यो सेतो नोटको सेतो भागमा लाली गुराँस देखियो भने त्यो सक्कली नोट भन्ने बुझ्न सकिन्छ र देखिएन भने त्यो नक्कली नोट भन्ने बुझ्न सकिन्छ। र अर्को तरिका भनेको यो कालो घेरा। नक्कली नोट र सक्कली नोट छुट्याउने यो पनि अर्को उपाय हो। सक्कली नोटमा यो घेरा पुरै हुन्छ भने नक्कली नोटमा टिक मात्रै हुन्छ, पेन्ट गरेको जस्तो। र अर्को भनेको यो एनआरबी लेखेको ठाउँमा हेर्न सक्नुहुन्छ। सक्कली नोटमा एनआरबी को अक्षर पुरै छ भने नक्कली नोटमा त्यस्तो हुँदैन। नक्कली नोटमा हेर्न सक्नुहुन्छ यो अक्षर आदि मात्रै छ। अर्को तरिका भनेको यसको साइज नापेर पनि पत्ता लगाउन सकिन्छ। नक्कली नोट चाहिँ ओरिजिनल साइज भन्दा सानो हुन्छ।